नमस्ते साथीहरू। आज हामी आन्तरिक पर्यटन प्रवर्धन को सन्दर्भमा गुल्मी जिल्लाको सत्यवती गाउँपालिका स्थित भार्से को देउराली भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँले देख्न सक्नुहुन्छ, यहाँ एउटा गुम्बा निर्माण भएको रहेछ देउराली भन्ने ठाउँमा। यो भार्से भन्दा करिब 2-3 किलोमिटर 2 किलोमिटर जतिको हाइटमा छ र यतापट्टि यो पश्चिमी भाग हो र यहाँबाट पारी पर्वत जिल्ला र यसको तल कालीगण्डकी एकदम फेदीबाट बगिरहेको छ र यी हरिया पहाडहरू हामी यहाँ देख्न सक्छौँ। अत्यन्त सुन्दर दृश्य यहाँ देखिएको छ। यतापट्टि देखिने यो अर्को पहाड छ जसलाई थाप्ले भनिन्छ। यो सम्भवतः गुल्मी जिल्लाको अग्लो पहाड मध्येको एउटा पहाड हो। गुल्मी जिल्लामा मुख्य गरी मदाने, रेसुङ्गा र थाप्ले यी तीनवटा अग्ला पहाडहरू छन् र यो देउरालीबाट देखिएको पश्चिमतर्फको दृश्य हो र यो देखिएको सबै दृश्य गुल्मी हो। यहाँबाट पारी बलेटक्सार लगायतका ठाउँहरू पर देख्न सकिन्छ र अलिकति यो तुवालोको कारणले स्पष्ट रूपमा यहाँ चाहिँ दृश्यावलोकन हुन सकेन। यहाँ अत्यन्त चिसो हावा बहिरहेको छ जसको आवाजको महसुस यहाँहरूले पनि गर्नुहुन्छ र जतिसुकै तनावको व्यक्ति यहाँ उपस्थित भए पनि क्षणभरमै रिफ्रेसमेन्ट गर्न सक्ने यो प्रकृतिको क्षमता अद्भुत छ। यहाँ चाहिँ यसरी विभिन्न समयहरूमा कार्यक्रमहरू पनि हुने रहेछन्। नाचगानदेखि लिएर अरू विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि यहाँ सञ्चालन गरिरहेछन् र यसरी यो निर्माण गरिएको यो भौतिक पूर्वाधारले यो क्षेत्रको विकासमा महत्त्वपूर्ण टेवा पुर्याएको छ। यो क्षेत्रमा सुनमा सुगन्ध थपेको हामीलाई महसुस भएको छ। यो निर्माण गर्नुहुने आदरणीय व्यक्तित्वहरूप्रति, योजना निर्माण गर्ने संस्थाप्रति हामी कृतज्ञ छौँ र मैले यहाँहरूलाई के अनुरोध गर्न चाहन्छु भन्दा कुनै समयमा यो ठाउँमा एकपटक उपस्थित भई ठाउँको आनन्द, यहाँको शीतल हावा, यहाँको चाहिँ स्वच्छ वातावरणको महसुस गर्नुहोला। यो ठाउँ खासै धेरै टाढा पनि छैन। रिडीबाट करिब 3-4 घन्टाको यात्रामा यो ठाउँमा उपस्थित हुन सकिन्छ, पुग्न सकिन्छ। आउँदाखेरि अलिकति बाटो कच्ची पनि छ, तथापि कच्ची भए तापनि सजिलैसँग गाडीको आवत जावत गर्न सकिने नै छ र यो यति अग्लो पहाडको उचाइमा यो संरचना निर्माण गर्नु पक्कै पनि गाह्रो थियो होला, तथापि यो चाहिँ संरचना निर्माण भएको छ। यो संरचना निर्माण गर्ने कालीगढहरूप्रति पनि हामी कृतज्ञ छौँ। यहाँ विशिष्ट प्रकारको कालीगढी देख्न सकिन्छ र यो दृश्य यहाँको चाहिँ हरिया पाखाहरू, यी हरिया रुख बिरुवाहरूले हामी अत्यन्तै मनमोहक भयौँ र सम्पूर्णलाई यो ठाउँमा उपस्थित भई यस क्षेत्रको आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग पुर्याइदिनु हुनको लागि म पुनः अनुरोध गर्न चाहन्छु। हामीले यतापट्टि यो पश्चिमी भेगमा हिमालहरू पनि देख्न सकिने भन्ने थियो, तथापि बादल लागेको कारण यो चाहिँ दृश्यावलोकन यहाँ हुन सकेन। अलि बिहानको समयतर्फतिर हिमाल स्पष्ट रूपमा देख्न सकिने भन्ने कुरा यहाँका बासिन्दाहरूले बताउनु भयो। तथापि हिमालै नदेखिए पनि हामीले यहाँका यी पहाडहरू हेरेका छौँ। यी पहाडहरू भनेका हाम्रो देशका अभिन्न अङ्ग हुन् र यी पहाडहरूको विकाससँगै हाम्रो देशको विकासको खाका कोर्न पनि सकिन्छ र यिनको विकाससँगै ग्रामीण उद्यमशीलता
ग्रामीण क्षेत्रको विकास नै देशको विकास हो भन्ने चाहिँ कुराहरू व्यक्त गर्दै यहाँहरूलाई पुनः एकचोटि यस क्षेत्रमा आन्तरिक पर्यटन प्रवर्धनको लागि भ्रमण गर्नको लागि म अनुरोध गर्न चाहन्छु। हस्, धन्यवाद, नमस्ते।